सप्तविंशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यसपछि डोलेहरूले भने, हे महारानी, त्यहाँ स्वर्गका अप्सराहरूलाई स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देखेर उनैका संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो, क्षमा गर्नुहोला। हजुरलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस्। तिनका यस्ता कुरा सुनि चन्द्रावती क्रोधित भई राता राता आँखा पारेर धारा केटी नागले झैँ निश्वास फेरि सुस्केर हाली मत्ता हात्ती रिसाए झैँ ठुलो स्वरले गर्जेर, हे पापिष्ट डोले हो, मलाई यस्तो जङ्गलमा एक्लै छाडी व्रत गर्न लाग्यो? के सेवकको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि? मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन। कहाँ कि देवी हो? के गर्न सक्दछ? तिमीहरूले मलाई हेला गरेर नटेरेको हो? वनमा भयो र नभए तिमीहरूलाई अवश्य मार्ने थिएँ। म कहिले पुगौँ भनेर हतपताई आए कि मलाई तिमीहरूले विलम्ब गरिदियो। अपराधीमा पनि ठुलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई नै भन्छन्। यति भन्दै बानर उफ्रे झैँ उफ्री डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद खोसेर थुथु गरी थुकी खुट्टाले कुल्चेर फालिदिन्। चाँडै लैजाऊ भने। अब बिचरा डोलीहरू डराई केही बोल्न नसकी आँसुका धारा बगाउँदै मैले श्री स्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिँडे। लावण्य देशको नजिक चाहिँ शाली नदी नामको नदी थिइन्। त्यहाँ पुगेर आधा नदी तरेपछि स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात चन्दुवा ताँगे झैँ मेघ उठेर मुसलधारे पानी पर्यो अनि ठुलो हुरी आयो र चन्द्रावती शाली नदीमा डोलीबाट लडिन्। डोलीहरू श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले पक्षी रूप भई कैलाशमा गएर आनन्दले रहे। हे अगस्त मुनि, त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहिन्। जुन दिन चन्द्रावती शाली नदीमा खसिथिन् त्यसै दिनदेखि शाली नदी बगिनन् स्थिर भइरहिन्। माझीहरूले देखेर यो के आश्चर्य भयो, यस नदीमा ग्राह आई बस्यो कि वा कहीँ कुनै यज्ञमा उत्पात हुन लाग्यो र यस्तो भयो? यो राजालाई सुनाऊँ भनी नवराज राजा कहाँ गई बिन्ती गरे, हे महाराज, शाली नदी बगिनन् स्थिर भएकी छन्। यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ, तर आज प्रत्यक्ष देखियो। आश्चर्य भयो, विचार गरिबक्स्योस्। माझीहरूको यस्ता कुरा सुनि नवराज राजाले मन्त्रीलाई डाकी सारा कुरा बताई प्रजाहरू समेत शाली नदीमा गएर माझीहरूलाई जलभित्र केही छ कि जाल हालेर हेर भनी अर्याए। माझीले जाल हालेर हेर्दा चन्द्रावती जालमा अल्झेर पानीको बाहिर आइन्। तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठी भएर हात पाउ झरेकी, चेत हराएकी, हिलोले छोपी मुडो जस्तो भइरहेकी हुनाले यो के वस्तु हो भनेर ठम्याउन नसकेर नदीको किनारमा मिल्काए र हे महाराज, हामीले केही पनि पाउन सकेनौँ भनी बिन्ती गरे। अनि नवराजले, हे गङ्गे, तिमी किन स्थिर भइरहेकी छौ? मैले बुझ्न सकिनँ। मदेखि प्रसन्न हो भनेर नवरत्न पारो सहित गाईको दुधले अर्घ्य दिए। राजाले अर्घ्य दिना साथ शाली नदी बगिन्। त्यो देखेर आश्चर्य मान्दै प्रजासहित नवराज राजा दरबार फर्के। त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहिन् भने क्षणमा मूर्छा, क्षणमा चेष्टा, क्षण क्षणमा भोक प्यास आदिका अनेक कष्ट पाई मुडो झैँ शाली नदीको तटमा रहिन्। एक दिन साह्रै भोक लाग्यो र खाने वस्तु केही नपाउँदा माटो खान्छु भनेर हातमा लिइन्। त्यो माटो ढुङ्गो भयो, ढुङ्गो पनि खान खोज्दा हाड भयो, हाड पनि खान खोज्दा खरानी भयो र खरानी पनि खान खोज्दा ठुलो हुरी आएर उडाइ लग्यो। श्री स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीत, ताप, भोक, प्यासबाट हुने अनेक दुःख खपिरहिन्। त्यसपछि अग्निपुरका कपिल नामका दुई भाइ ब्राह्मण नवराज राजाको निमन्त्रणामा जान भनी त्यहीँबाट आए। तिनलाई देखेर चन्द्रावतीले, तिमीहरू को हौ, कहाँ जान लागेका भनेर सोधिन्। तिनले भने, हामी कपिल नामका ब्राह्मण हौँ। लावण्य देशका राजा नवराजको ब्राह्मण भोजनको निमन्त्रणामा जान लागेका। चन्द्रावतीले भनिन्, हे ब्राह्मण हो, मैले कति दिनदेखि केही पनि खान पाएकी छैन। तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए पुण्य होला। म असहाय अनाथमाथि दया गर। तब ती ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौँ, किनभने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न। फेरि हामी ब्राह्मणले ल्याउन हुने वस्तु दिए त ल्याउँला, ल्याउन नहुने वस्तु दिए भने कसो गर्ने? अतः त आशा गरेर नबसेस्। यति भनेर ती दुवै भाइ लावण्य देश गए। नवराज राजाले डाकेका सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए। सबैजना राजालाई आशीर्वाद दिई प्रसन्न मनले आफ्ना आफ्ना घर गए।
ती अग्निपुरका कपिल ब्राह्मण अघिका कुरा सम्झेर यसै जाउँ भनेर पापिनी आशा गरिरहेकी होली। मागौँ भने कसरी मागौँ, लोभी भन्दछन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर्न लागे। तिनको गति गोमा राजमाताले देखेर भण्डारीलाई भनिन्, हे भण्डारी हो, ती दुवै ब्राह्मणले खान पाएनन् कि सन्तुष्ट भएनन् र हो कि किन घुम्दैछन् सोध। अनि भण्डारीले तिनको नगिच गएर सोधे, हे ब्राह्मण हो, तिमीहरूले खान पाएनौ कि तृप्त भएनौ, इच्छा भए फेरि भोजन गर। अनि ब्राह्मण भन्दछन्, हे भण्डारी, हामीले इच्छापूर्वक भोजन गर्यौँ, सन्तुष्ट पनि भयौँ, तर हामी आउँदा साली नदीका तटमा कुष्ठरोग भई हातपाउ खसेकी कोही स्त्रीले देखी कहाँ जान्छौ तिमीहरू भनी सोधी। हामीले राजाको ब्राह्मण भोजनमा जान्छौँ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए भनिन्। कति दिनदेखि खाएकी छैन पनि भनिन्। अतः अब यसै जाउँ भने त्यो पापिनी आशा गरिरहेकी होली। केही लगिदिउँ भने कसरी मागौँ भनेर सङ्कोचले यताउता हिँडेका हौँ। त्यो कुरा भण्डारीले राजमातालाई सुनाए अनि उनले ती दुईजनाले बोक्न सके जति अन्न दिनु भनिन् र भण्डारीहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो। दिने जस्तो वस्तु केही पनि नपाई राजमातालाई बिन्ती गरे, राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने। त्यति सुनि गोमा आफै गएर भण्डारामा हेरिन् र दिने वस्तु केही पनि नदेखी आफूलाई भनेर पकाइराखेको भात यही देऊ भनिन्। भण्डारीले त्यो भात लिएर गई ब्राह्मणलाई भन्दछन्, हे ब्राह्मण, त्यसको नाम लिनासाथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजमातालाई पकाइराखेको भात छ, यही लगिदेऊ भनी जिम्मा लगाइदिन्। ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के। तिनीहरू जानासाथ राजाको भण्डार पहिले जस्तै भयो। जहाँ जहाँ जुन जुन वस्तु राखेको थियो त्यही त्यही देखियो भनी कुमारले अगस्त्य मुनिलाई सुनाउँदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य गोमास संवादे श्री सुस्थानी परमेश्वर्या व्रत कथायां नवराज ब्राह्मण भोजनम नाम सप्तम